So what we are here for is a trip about education and learning. As you all know, an educational tour is a trip organized for students or learners with the goal of enhancing their knowledge, skills and real-world understanding of a subject. So this trip is about World Heritage Site, Chitwan National Park and famous for being the birthplace of Lord Gautam Buddha, Lumbini. टुरको पहिलो दिन रूपन्देही जिल्ला अवस्थित लुम्बिनी तर्फ हामी लाग्यौं। लुम्बिनी नेपालकै एउटा अत्यन्तै पवित्र तथा ऐतिहासिक स्थल हो जहाँ गौतम बुद्धको जन्म भएको थियो। यसले विश्वभरका बौद्ध धर्मावलम्बीहरूको लागि शान्ति, श्रद्धा र प्रेरणाको केन्द्रको रूपमा चिनाउँदछ। यो स्थल युनेस्को विश्व सम्पदा सूचीमा दर्ता सन् 1997 मा गरिएको थियो। यही स्थानमा रानी महादेवीले गौतम बुद्धको जन्म दिनुभएको भन्ने मानिन्छ। मन्दिरभित्र रहेको अशोक स्तम्भ, जन्मस्थान चिन्ह र प्राचीन भग्नावशेष हेर्न पनि सकिन्छ। लुम्बिनी अवलोकन गरिसके पश्चात हामी राष्ट्रिय निकुञ्ज चितवनतर्फ लाग्यौं। सालमा चाहिँ विश्व सम्पदा सूचीमा पनि सूचीकृत गराएको छ। केको लागि प्रसिद्ध छ त्यो धेरै यो चाहिँ दुर्लभ जनावरहरूको लागि। त्यसमा चाहिँ अब एक सिङे गैंडा, पाटे बाघ, काठे भालुहरू भयो, गौरहरू भयो। चितवन राष्ट्रिय निकुञ्ज नेपालको सबैभन्दा पुरानो राष्ट्रिय निकुञ्ज हो जुन सन् 1973 मा स्थापना गरिएको थियो। यसको क्षेत्रफल करिब 932 वर्ग किलोमिटर रहेको छ र युनेस्को विश्व सम्पदा सूचीमा सन् 1984 मा समावेश गरिएको थियो। यस निकुञ्जमा विभिन्न प्रजातिका जीवजन्तुहरू रहँदछन्, जस्तै एकसिङे गैंडा, बंगाल बाघ, एसियाली हात्ती, घडियाल र मगरमच्छ, साथै 500 भन्दा बढी प्रजातिका चराचुरुङ्गीहरूको साझा घर हो। यस निकुञ्जमा के गर्न सकिन्छ, जस्तै जंगल सफारी, क्यानो बोटिङ, पंक्षी अवलोकन, थारू संस्कृति नृत्य तथा गाउँ भ्रमण र हात्ती प्रजनन केन्द्र भ्रमण। र यसै गरी हामी नेपाली थारू समुदायको संस्कृति पहिचान अर्थात् थारू डान्स हेर्नतिर लाग्यौं। टिकाको बारेमा जानकारी दिन चाहन्छु। पहिला हाम्रो परम्परादेखि चलिआएको चाहिँ हाम्रो यो रीतिरिवाजले पहिलाको हाम्रो पुर्खाहरू यस्तो खोपाएन भने पानी चल्थेन, खोपाउनै पर्ने थियो। अहिले त त्यस्तो छैन। त्यही परम्परा हामी समेटेर कल्चर अलिकति बनाएको छौँ, चलाइरहेको छौँ। अहिले कलमबाट नै कलम जस्तो लाग्थ्यो त, खोपे त होइन नि। हैन, पहिला चाहिँ खोप्थ्यो हैन। कल्चर देखाउनको लागि बनाएर लिएर आउँछौँ हामी। चलिरहेको छ परम्परादेखि। यो रीतिरिवाज चाहिँ नटुटोस् भनेर जोगाइराख्नु भएको छ। पहिल्यै परम्परादेखि चलिरहेको छ। के भन्छ होला ड्रेसको नाम चाहिँ सबै स्पेशल होला नि त। घाटीमा लाउने हसुली, यसलाई चाहिँ चक्री भन्छ अनि यसलाई हसुली, यसलाई बाठो भन्छ हैन। यी माथि चाहिँ गुडुला भन्छ। अनि यता चाहिँ तर्का सुधारमा लाउने यो मन्टिका भन्छ। मन्टिका, शिरबन्दी टिका, मन्टिका भन्छ। पैसाबाट बनाउँथ्यो। क्वेशन अहिले चाहिँ तिमीलाई सोध्नु पर्ने क्वेशन केही छ? यो झुन्डनी फुल यस्तो झुम्कालाई चाहिँ के भन्छ यस्तोलाई? हुन्छ हुन्छ, हस्, थ्याङ्क यू सो मच, धन्यवाद तपाईलाई।
नाच समूहमा प्रस्तुत गरिन्छ। पुरुष, महिला वा दुवैको सहभागिता देखिन्छ। ढोल, मादल, टिम्को, झ्याली तथा परम्परागत वाद्ययन्त्र प्रयोग गरेको देखिन्छ। थारू डान्सका चालढालहरू कृषि, प्रकृति, वन्यजन्तु तथा थारू समुदायको दैनिकीसँग सम्बन्धित हुन्छन्। यी थारू डान्सहरू विशेष गरी नयाँ वर्ष, माघी, असार, चाडपर्व तथा विशेष सामाजिक अवसरहरूमा प्रदर्शन गरिन्छ।
विद्यार्थीहरूमा अभ्यास, अनुसन्धान र अवलोकन गर्ने क्षमता विकासको लागि गत वर्ष हामीले काठमाडौँ लगेका थियौँ र यस वर्ष भने हामीले लुम्बिनी र चितवन लग्यौँ। शैक्षिक भ्रमण विद्यार्थीको जीवनमा ठूलो भूमिका राख्दछ। पुस्तकमा मात्र नसमेटिने व्यावहारिक ज्ञान प्राप्त हुनुका साथै विद्यार्थीको सहपाठीहरूबीच सहकार्य र मित्रता बढ्दछ, जसले सिकाइ रमाइलो र जीवन्त हुन्छ। र यसै गरी बर्दिवास स्थित माउन्ट एभरेस्ट बुद्ध सीता इङ्ग्लिस बोर्डिङ स्कुललाई शैक्षिक उद्देश्य र विकासको लागि कामना गर्दै म यो भिडियोलाई यहीँ टुङ्ग्याउन चाहे। हस्त, धन्यवाद।